व्यापारीलाई धेरै काम गर्ने मन कहिले लाग्छ अनि मेरो हातमा पैसाको गड्डी किन छ अनि मैले के भन्न खोजिरहेको छु त्यो हेर्नलाई भिडियो अन्तिमसम्म हेर्नुहोला। भोले बाबा की जय भनेर मेरो आजको दिनको सुरुवात भयो। मेरो आजको पहिलो काम यो मेसिनको एउटा पार्ट्स पिस्टन सेट भन्ने हुन्छ, त्यसलाई चाहिँ चेन्ज गर्नुपर्ने छ। यो चाहिँ ओइल हाल्ने ठाउँ हो अनि यताबाट चाहिँ अगरबत्ती निस्किने ठाउँ हो। अब त्यो पिस्टन सेट चेन्ज गर्नलाई सबभन्दा पहिला यसलाई चाहिँ प्रेसर बोल्ट भनिन्छ, यसलाई चाहिँ खोल्नुपर्छ। मैले चाहिँ एकदम स्पिडमा खोलेँ। त्यसपछि यो हेर्नुहोस् पिस्टन कतिको घोटिएको छ। यो स्टिलको रोड हुन्छ, त्यही पनि यति धेरै घोटिन्छ। अनि त्यो सबै मैले चेन्ज गरेर फिट गरिसकेँ। अनि पछि दिदीलाई मेसिन चलाएर एकचोटि चेक गर्नुहोस् केही समस्या अरू छ कि भनेर मैले चेक गर्न लगाएँ, तर समस्या केही पनि थिएन। अनि आफूले गरेको काम सक्सेस भयो भनेर मलाई खुसी लाग्यो। अनि त्यसपछिको हाम्रो काम के हो, हामीले आज बनेको अगरबत्तीहरू कस्टमरलाई पठाउनु पर्ने थियो। त्यही भएर दिदीहरूले सबैजनाले मिलेर गाडीमा अगरबत्तीहरू लोड गर्दै हुनुहुन्थ्यो। लोड गर्नलाई पनि हाम्रो सिस्टम छ। एउटा बहिनीले चाहिँ बोरामाथि लेख्छ कति केजी अगरबत्ती छ भनेर, अनि दुईजनाले गाडीमा राख्नुहुन्छ अनि दुईजनाले अगरबत्ती गाडीमा मिलाउनुहुन्छ। अनि मैले धेरै दिनपछि भिडियो बनाउन थालेँ भनेर दिदी एकदम खुसी हुनुभयो। अनि बोरा राख्दै राख्दै हाँस्नुभयो। अनि हाँस्दाखेरि त बोरा माथि राख्न सक्नु भएन, अनि धौधौ गरी माथि राख्नुभयो। अनि त्यसपछि मैले पनि थाहा पाएँ कि दिदीहरूले अब अघि नदेखि गरुङको काम गरिराख्नु भएको छ, दिदीहरूलाई पनि भारी भयो होला भनेर मेरो चाहिँ सोच भयो। त्यही भएर मैले दिदीहरूलाई हजुरहरू रेस्ट गर्नु, अब अगाडिको चाहिँ काम चाहिँ म गर्छु, म लोड गर्छु भने। त्यसपछि म लोड गर्न थालेँ। मैले अगरबत्ती बोकेँ अनि बोकेर त्यसलाई चाहिँ तराजुमाथि राखेँ। अनि कति केजी छ, त्यो बोरामा कति केजी छ अगरबत्ती अनि त्यो कति नम्बरको बोरा हो भनेर मैले बोरामाथि लेखेँ। अनि बोरामाथि लेखिसकेपछि त्यो अगरबत्तीको बोरा मैले गाडीमा राख्ने अनि दिदीहरूको काम अगरबत्तीको बोरालाई गाडीमा मिलाउने। यसरी गरी नै म काम गर्दै गएँ। अनि यसरी नै आधी 1 घन्टासम्म मैले लगभग गाडी लोड गरेँ। अनि जति पनि सामान थियो सबै गाडीमा बिस्तारै गर्दै राखेँ। नोट पनि गरेँ कति केजी अगरबत्ती छ भनेर। अनि आफ्नो काम भएपछि त थकाइ पनि नलाग्दो रहेछ। अनि जति यो हाम्रो एउटा बोरा छ अगरबत्तीको 30 केजीदेखि लगेर 40 केजीसम्मको हुन्छ, त्यो सबै बोराहरू मैले एक्लै लोड गरेँ। मलाई केही पनि समस्या भएन। जति गरुङ्गो भयो नि मलाई काम चाहिँ एकदम धेरै गर्ने मन लाग्छ। कपडाहरू पुरै पसिनाले भिजेको थियो, त्यही पनि हामीले काम सकायौँ, गाडीमा लोड गऱ्यौँ। अनि गाडीलाई मैले चाहिँ नेपालगञ्ज पठाएँ। अनि नेपालगञ्ज पठाइसकेपछि म आएँ यता अगरबत्ती बनाउने ठाउँमा। यतातिर अगरबत्ती मेसिनमा फेरि केही समस्या आयो कि नै भनेर म चाहिँ चेक गर्न आएँ। तर सबै अगरबत्ती मेसिनहरू राम्रैसँग चलिरहेको थियो, प्रोडक्सन पनि भइरहेको थियो। यो अगरबत्ती मेसिन हो अघि नै बनाएको, यसैमा नै मैले पिस्टन सेटहरू चेन्ज गरेको थिएँ। यति गर्दा गर्दा त नेपालगञ्ज पठाएको गाडी पनि आयो। दिनभरि मेहनत गरेर जति काम गरे नि साँझ हातमा पैसाको गड्डी आयो भने जति दुःख गरेको नि केही पनि लाग्दैन। भोलि उठेर फेरि पनि त्यति नै दुःख गर्ने मन लाग्छ। यो हाम्रो व्यापारको अवस्था। तर साँझ चाहिँ हातमा पैसाको गड्डी आयो भने काम चाहिँ भोलि जति पनि गर्ने मन लाग्छ।